रतन कार्कीको यो भिडियो हेर्दाखेरि साँच्चै गर्व लाग्यो। रतन कार्कीको भिडियोहरू रोमान्टिक, रमाइलो अनि एकदमै हँसाउने खालकाहरू पनि हुन्छन् भने विविध विषयहरूलाई पनि समेटेको हुन्छ भने राजनीतिक कुराहरूलाई पनि समेटेको हुन्छ। उहाँ चाहिँ जापानबाट नेपाल गइसकेपछि जो नेपाली काङ्ग्रेसको उम्मेदवारलाई यसरी प्रश्न गर्नुभएको छ, प्रश्नमाथि प्रश्नमाथि प्रश्नै प्रश्न, आखिर के हुन्छ त? एकैछिन यो भिडियो हेरौँ त। नेपाली काङ्ग्रेसको उम्मेदवार हाम्रो प्रदीप दाइसँग भेट भएको छ। प्रदीप दाइ, नेपाली काङ्ग्रेस सुध्रियो भनिराख्दाखेरि तपाईँको यसमा भनाइ के छ? नेपाली काङ्ग्रेस कहाँबाट सुध्रियो भन्नुहोस् त। धन्यवाद रतनजी, तपाईँ जापानबाट नेपाल आएर नेपाली निर्वाचनको बारेमा चासो लिएर जसरी गरिरहनु भएको छ त्यसको लागि म आभार प्रकट गर्न चाहन्छु। खास गरी अब यो नेपाली काङ्ग्रेस बदलिएको कुरा चाहिँ मैले दाबी गरेको कुरा होइन, यथार्थमै बदलिएको छ होइन। हामी जनताले त महसुस गर्नु पर्यो नि त दाइ, यत्तिकै भन्दैमा बोल्दैमा त जनताले त महसुस गराएको छैन नि। अहिले नेपाली काङ्ग्रेसको पहिला सभापति को हुनुहुन्छ, अहिले को हुनुहुन्छ? किताबको गाता फेरिँदैमा किताब फेरिँदैन। किताबभित्र के फेरिएको छ त्यो पनि 2-4वटा पाना मात्रै च्यातिएको छ। हामीले देखेका छौँ नि त, हामीले महसुस नगरे हो र अहिले। किताबको पानामा पहिला के लेखिएको थियो, अहिले त्यो ठाउँमा के लेखिएको छ, त्यो कुरालाई चाहिँ गहिरिएर अध्ययन गर्न म विनम्रतापूर्वक त्यो त मैले गरिरहेको छु। जनताले चुनावपछि त्यो देखाइ नै हाल्छ नि तपाईँहरूलाई। होइन, डेफिनेटली के हो भने त्यो त जनताले पनि त्यो हामीले प्रस्तुत गरेको किताब भनौँ अथवा प्रतिबद्धता पत्र भनौँ, हामीले बनाएको विधान, त्यो सबै कुरा आदरणीय मतदाताज्यूहरूले हेर्नुहुन्छ। हिजो के थियो, आज के छ, त्यो कुरा तुलना गर्नुहुन्छ होइन। त्यसैले मतदाताभन्दा ठुलो त कोही छैन, मतदाता भगवान्। तपाईँहरू फेरि चुनावमा मात्रै मतदाता हो नि, यो कुरालाई कसरी लिनुहुन्छ? होइन, हामीहरू चुनावमा मात्रै, अरू बेला त फेरि हामीले देखिरहेछौँ त। होइन, त्यो चुनाव सधैँ भगवान् हो मतदाता होइन, चुनाव होइन, सधैँ मतदाता भगवान् हो। त्यसैले त्यो कुरा त नेपालमा नेपाली काङ्ग्रेसले माने हो नि। पार्लियामेन्ट मेम्बरमा पुगिसकेपछि तपाईँको मुख्य एजेन्डा के छ त त्यसो भए? अनि मतलब हिजो पहिलोचोटि जाँदा मैले जति मेरो क्षमता थियो त्योभन्दा बढी क्षमता बढेको छ। यो क्षमता बढेर देशले के पायो त? अनि देशले त्यो त काम गर्ने जिम्मेवारी प्राप्त गरिसकेपछि देशले पाउने, हामीले कानुन बनाउने प्रक्रियामा आफूलाई अझ बढी सक्रिय बनाउन सक्छौँ। अरू सधैँ कानुन मात्र बनाउने, देश नबनाउने? होइन, कानुन बनाएपछि नै देश बन्छ। कहिले बन्छ देश? अनि देश बनाउन त हामीले कानुन बनाउने भनेका छौँ, अरू परिवर्तन गर्ने भनेका छौँ, अरू धेरै कुरा चाहिँ हामीले प्रस्तुत गरेका छौँ। यो कुरा यथार्थ के हो भने यो एकदम कडा प्रश्न गरेर चाहिँ भन्दा पनि मेरो विचारमा के हो भने सकारात्मक ढङ्गबाट हामी अगाडि बढिरहेका छौँ। सुशासन चाहियो देशलाई, एकदम डेफिनेटली सुशासन महत्त्वपूर्ण कुरा हो। जित्छु भन्ने हजुरलाई एकदम आत्मविश्वास छ त? होइन, एकदम त्यो त मैले अहिले प्रचार प्रसार फेरि सबैले जित्छु भन्छन्, हार्ने चाहिँ को हो भने के दाइ? अनि निर्वाचनमा प्रतिस्पर्धा हुन्छ, उम्मेदवारले जित्छु भनेरै प्रतिस्पर्धा गरिरहेको हुन्छ। त्यसैले जनताले गर्ने फैसला नै अन्तिम हो। अब तपाईँले मलाई सोध्नुभयो, मेरो कुरा भन्दा चाहिँ के हो भने मेरो आदरणीय मतदाताज्यूहरूले मलाई गर्नुभएको रेस्पोन्सको आधारमा, अरू परिस्थितिका आधारमा मेरो जित्ने परिस्थिति छ भन्ने मेरो आत्मविश्वास हो। तपाईँलाई शुभकामना छ। जनता र देशको लागि के गर्नु होला? पक्कै पनि। जे होस् दर्शकबिनहरू, रतन कार्कीको यो क्षमतालाई देखेर एकदम खुसी लाग्यो। वास्तवमा भन्नुपर्दाखेरि जो नेपाली काङ्ग्रेसको उम्मेदवार हुनुहुन्छ उहाँलाई यति कडा प्रश्न गर्नुभएको छ र हरेक नागरिकले प्रश्न गर्न जरुरी पनि छ। किनकि अहिले सुध्रिएको काङ्ग्रेस त भन्नुभएको छ, तर अनुहार तिनै छन् अनि के छ एजेन्डा? बस जनतालाई भुलाउने, त्यति नै छ। त्यसैले गर्दाखेरि सचेत रहनुपर्छ, अब बेलायमा सोच्नुपर्छ र तपाईँ हामी अब नयाँ नेपालको निर्माणमा अगाडि बढ्नुपर्छ। गफ र कुराले मात्रै हुँदैन। रतन भाइलाई धेरै धेरै धन्यवाद दिँदै आजलाई भने म बिदा हुन चाहन्छु। हवस् त, नमस्ते।